जेठ 9 2083 नेपालको सम्पत्ति शुद्धिकरण विभागले 20 अर्बको सम्पत्ति शुद्धिकरण मुद्दामा 29 जनालाई अभियोजनका लागि सिफारिस गर्यो। यी नाम हेर्नुहोस्। इन्फिनिटी होल्डिङका अध्यक्ष दीपक भट्ट, जगदम्बा होल्डिङका अध्यक्ष सुलभ अग्रवाल र उनकी श्रीमती सुभी अग्रवाल, शङ्कर ग्रुपका अध्यक्ष शङ्करलाल अग्रवाल, जगदम्बा ग्रुपका अध्यक्ष साहिल अग्रवाल, नेपाल उद्योग वाणिज्य महासङ्घका पूर्व अध्यक्ष शेखर गोल्छा, जौलाखेल ग्रुपका व्यवस्थापन निर्देशक राजकुमार शाह, हिमालयन रिइन्सुरेन्सका सिइओ उपासना पौडेल र अन्य धेरै। यो नेपालको कर्पोरेट इतिहासकै सबैभन्दा ठुलो धन सम्पत्ति शुद्धिकरण मुद्दा हो। यो नेपालको कर्पोरेट इतिहासकै सबैभन्दा ठुलो सम्पत्ति शुद्धिकरण मुद्दा हो। पहिलो यो घोटाला के हो भनेर बुझौँ। यो घोटालाको जरा सेयर मार्केटमा छ। नेपालको सेयर बजार नेप्सेमा सूचीकृत कम्पनीहरूको कोष अवैध रूपमा हिनामिना गर्ने, त्यो पैसाले प्रतिस्पर्धी कम्पनीको सेयर खरिद गर्ने, नेपालको सेयरको भाउ कृत्रिम रूपमा बढाउने र बजारमा एकाधिकार स्थापित गर्ने। यो योजना कसरी चल्यो? अनुसन्धानकर्ताका अनुसार योजनाको सुरुवात भयो चालु आर्थिक वर्षको सुरुमा। शेखर गोल्छा, रोहित गुप्ता, राजकुमार शाह, दीपक भट्ट र ऋषिराज मोरले मिलेर व्यापारिक उद्देश्यका लागि सेयर कारोबार गर्ने सहमति गरे। यसको अन्तर्गत सबैले ब्याङ्किङ प्रणाली मार्फत एउटै खातामा पैसा जम्मा गरे र त्यो पैसाले सेयर खरिद गरिए। तर पैसा कहाँबाट आयो? यही सबैभन्दा गम्भीर प्रश्न हो। विभागका अनुसार हिमालयन रिइन्सुरेन्स, हिमालय सेक्युरिटी ब्याङ्क, HLI लार्ज क्यापिटल फन्ड र नेपाल माइक्रो इन्सुरेन्स गरी 5 वटा सूचीकृत कम्पनीहरूबाट अवैध रूपमा 3 अर्ब 73 करोड हिनामिना गरियो र त्यो पैसाले नेपाल रिइन्सुरेन्स कम्पनीको सेयर ठुलो परिमाणमा खरिद गरियो। उद्देश्य के थियो? अनुसन्धानकर्ताहरूको भनाइ अनुसार 2 वटा उद्देश्य थिए। पहिलो, नेपाल रिइन्सुरेन्सको आसान राइट सेयर निर्माणमा वर्चस्व स्थापित गर्नु। दोस्रो, नेपाल रिइन्सुरेन्सलाई कमजोर बनाएपछि हिमालयन रिइन्सुरेन्ससँग गाभ्नु वा बजारमा पूर्ण नियन्त्रण लिनु, अर्थात् सार्वजनिक लगानीकर्ताहरूको पैसाले एउटा प्रतिस्पर्धी कम्पनी डुबाएर अर्कोको एकाधिकार स्थापित गर्ने षड्यन्त्र। ब्रिकिटी स्टक ब्रोकिङको भूमिका के थियो? दीपक भट्टले ब्रोकर नम्बर 55 को रूपमा सूचीकृत ब्रिकिटी स्टक ब्रोकिङ कम्पनी प्राली मार्फत सेयर खरिद गरे। यो ब्रोकरले हिमालयन इन्सुरेन्सको नाममा रहेका अन्य कम्पनीहरूका सेयर पनि बेच्ने, तर बिक्रीबाट प्राप्त रकम हिमालयन रिइन्सुरेन्सलाई नफर्काई भट्टको नाममा नेपाल रिइन्सुरेन्सको सेयर किन्न प्रयोग गरियो। पैसा नपाएपछि हिमालयन रिइन्सुरेन्सले ब्रिकिटी स्टक ब्रोकर विरुद्ध काठमाडौँ जिल्ला अदालतमा मुद्दा दायर गर्यो। भट्टले के भने? दीपक भट्टले अनुसन्धानकर्ताहरूले भने सुलभले मेरो जानकारी बिना कारोबार गरेको हो। ब्रोकरले मेरो अनलाइन ट्रेडिङ लगइन र पासवर्ड सुलभलाई दियो र उसले दुरुपयोग गर्यो। भट्टले आफ्नो र ब्रोकर बीचको मार्जिन ट्रेडिङ सम्झौता सुरक्षित रहेको पनि दाबी गरे। तर अनुसन्धानकर्ताहरूले भने कारोबार हुँदाको समयमा कुनै पनि ब्रोकरले मार्जिन ट्रेडिङका लागि नियमित स्वीकृति पाएको थिएन। त्यसैले भट्टको दाबी आफैमा अवैध व्यवस्थापनलाई इङ्गित गर्दछ। अब के हुनेछ? सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागले प्रतिवेदन अप्रिलको तेस्रो सप्ताहमा नै बुझाएको थियो। अहिले समीक्षा अन्तिम चरणमा छ। एक अधिकारीले भने समीक्षा लगभग सकिएको छ, अर्को हप्ता मुद्दा दर्ता हुनेछ। 2 देखि 10 वर्षसम्म कैद, हिनामिना बराबर जरिवाना र अस्पष्ट स्रोतको सम्पत्ति जफत। यसबाहेक नेपाल प्रहरीको CIB ले छुट्टै सेक्युरिटिज ऐन 2063 अन्तर्गत नक्कली कारोबार, मूल्य हेरफेर र बजार प्रभाव सम्बन्धी अनुसन्धान गरिरहेको छ। विभागले थप क्षेत्रमा पनि अनुसन्धान जारी राखेको छ। थप मुद्दाहरू आउन सक्छन्। यो घटनाले नेपालको पुँजी बजारको एउटा गहिरो समस्या उजागर गर्यो। पहिलो, नियामक निकायको कमजोरी। बीमा प्राविधिकरण, धितोपत्र बोर्ड र नेप्सेले यो अवैध कारोबार समयमै किन पत्ता लगाउन सकेन। दोस्रो, सूचीकृत कम्पनीको कोषको दुरुपयोग। सार्वजनिक लगानीकर्ताहरूले लगाएको पैसाबाट व्यक्तिगत व्यापारिक एकाधिकार स्थापित गर्न खोजिएको थियो। यो लगानीकर्ताहरूमाथिको सिधा धोका हो। तेस्रो, नेपालको FATF ले ग्रे सूचीसँग सम्बन्ध। नेपाल फेब्रुअरी 2025 देखि FATF ग्रे सूचीमा छ र 20 अर्बको यो सम्पत्ति शुद्धिकरण मुद्दा त्यही कारण हो। यस मुद्दाको सफल अभियोजनले FATF सूचीबाट निकाल्न मद्दत गर्नेछ। जेनजेड आन्दोलनपछि परिवर्तन। यो मुद्दाको अनुसन्धान जेनजेड आन्दोलनपछि सुरु भयो। आन्दोलनपछि भट्ट र सुलभको ब्याङ्क खाता रोकिए र त्यही रोकाइले अनुसन्धानको बाटो खोल्यो। यो सङ्केत हो जब नागरिकको आवाज उठ्छ तब व्यवस्था बदल्न सम्भव छ। बालन सरकारले यो घटनामा परीक्षा यस
मुद्दाको न्यायिक प्रक्रिया कति छिटो र पारदर्शी रूपमा अगाडि बढ्छ, अभियोजनकर्ताहरूको सम्पत्ति जफत हुन्छ र नेपालको पुँजी बजारको नियमन सुदृढ हुन्छ? यी प्रश्नको जवाफ बालन सरकारले दिनुपर्नेछ। तपाईँलाई के लाग्छ, नेपालको कर्पोरेट जगतमा यस्तो ठुलो सम्पत्ति शुद्धिकरण घोटाला कसरी सम्भव भयो र बालन सरकारले यी 29 जना विरुद्ध न्याय सुनिश्चित गर्छन्? तलको कमेन्टमा आफ्नो विचार गर्नुहोस्।